हामी सबैले धेरै आशय हो निश्चित हाम्रो अहिले पनि धेरै कार्यक्रमले अगाडि मानिसको अत्यधिक मात्रामा मानिसहरू आएका घुम्दै फिर्दै जाने क्रममा एक ठाउँमा आइपुगेको छु। एक ठाउँमा आइपुगेको छु आइपुगे मित्रहरू। हिँड्दै डुल्दै जाने क्रममा बाँसघारीमा आइपुगे मित्रहरू। म हावा खाने चौतारोमा आइपुगेँ। यो चौतारो धेरै फोहोर भएको रहेछ। हावा खाने चौतारो यो पहिला धेरै मित्रहरू घुम्दै हिँड्दै जाने क्रममा म यहाँनिर पुगेँ मित्रहरू। घुम्दै हिँड्दै जाने क्रममा म यहाँनिर आइपुगेँ मित्रहरू। यो अलि टपमा रहेको छ। यो बाटाहरू यसरी बुट्टेदार देखिन्छ है मित्रहरू। बुट्टेदार बाटाहरू देखिन्छ। यतापट्टि बजार, सानो बजार देखिन्छ है मित्रहरू। घुम्दै फिर्दै जाने क्रममा म यहाँनिर आइपुगेँ है मित्रहरू। घुम्दै जाने क्रममा अर्को ढुङ्गाको छानामुनि आइपुगेँ है मित्रहरू। सुनको छानोले यो ढुङ्गाको छानोलाई के भेट्थ्यो होला र मित्रहरू? सुनको छानोले यो ढुङ्गाको छानोलाई के भेट्थ्यो होला है? सुनको छानो भन्दा यो ढुङ्गाको छानोको मूल्य दोब्बर मूल्यवान छ जस्तो लाग्छ है मित्रहरू। हेर्नुहोस् है, हेर्नुहोस् हेर्नुहोस् ढुङ्गाको छानो कस्तो शानदार छ है मित्रहरू। सुन चाँदीको छानोले के भेट्थ्यो होला र मित्रहरू? हेर्नुहोस् है, हेर्नुहोस् हेर्नुहोस् मित्रहरू। मित्रहरू हिँड्दै डुल्दै जाने क्रममा यो एउटा ऐतिहासिक केमुक ओडार अथवा ढुङ्गा ओडारमा आइपुगे मित्रहरू। यो ओडार कस्तो छ भने यसरी तामाको गाती बजे जस्तो सुनिन्छ। यो चर्को घाममा चर्को बज्छ भने जुन चर्को घाममा चर्को बज्छ भने मधुरो घाममा मधुरो बज्छ। प्राकृतिक के छ यहाँभित्र थाहा पत्तो भएन है मित्रहरू। यो यस्तो छ है, यो जुन यो दृश्यहरू यस्तो छ है मित्रहरू। घुम्दै जाने क्रममा एउटा ओडारमा आइपुगे है मित्रहरू। यो ओडारमा आइपुगे है मित्रहरू। ओडार ऐतिहासिक छ। कहाँ जाउँ भन्ने सोच आउँदाखेरि ढुङ्गाको छानो मुनि टुसुक्क बसेको नि मित्रहरू। ओत लागेर बसेको नि मित्रहरू। ढुङ्गाको छाना मुनि बस्न कस्तो आनन्द आउँदो रहेछ मित्रहरू। ढुङ्गाको छाना मुनि बस्नलाई कति आनन्द आउँदो रहेछ मित्रहरू। कति आनन्द आउँदो रहेछ मित्रहरू। कति
आनन्द आउँदो रहेछ मित्रहरू। हिँड्दै जाने क्रममा म चाहिँ यहाँनिर आइपुगेँ है मित्रहरू। यहाँनिर आइपुगेँ, हिँड्दै डुल्दै जाने क्रममा म यहाँनिर आइपुगेँ। यो गाउँ त साँच्ची नै सुन्दर पो रहेछ मित्रहरू। म चाहिँ हर्क सम्पाङको कार्यक्रम सकेर ठिक्क घरमा आइपुगेको छु है मित्रहरू। हर्क सम्पाङको कार्यक्रम सकेर घरमा आइपुगेको छु है मित्रहरू। घरमा आइपुगेको छु है मित्रहरू। यहाँ देखिएको फोटो मेरो बुवा आमाको फोटो हो है मित्रहरू। हर्क सम्पाङको कार्यक्रम सकेर